यीशु ख्रीष्टको नाउँमा सबैलाई जय मसीह अनि नमस्कार भन्न चाहन्छु। अनि म पवित्र बाइबलदेखि म केही कुराहरू हजुरलाई बताउन आइरहेको छु र म आज मत्ती 6को 9 देखि 13 सम्म तपाईहरूको माझमा केही कुरा भन्न गइरहेको छु र यहाँ प्रभुले आफ्नो चेलाहरूलाई चाहिँ यस किसिमले चाहिँ प्रार्थना गर्नु भनेर चाहिँ उहाँले सिकाउँदै हुनुहुन्छ र आज यो प्रार्थना चाहिँ आज अनि तपाईँ अनि मेरो लागि पनि यो प्रार्थना निकै नै जरुरी रहेको छ। त्यसैले म यो प्रार्थना अब कतिलाई थाहा हुन सक्छ, कतिलाई थाहा नहुन सक्छ र जतिलाई थाहा छ राम्रै भयो र थाहा नहुनेहरूले पनि यो भिडियो मार्फत चाहिँ यो प्रार्थनाहरू कसरी गर्नुपर्छ भन्ने चाहिँ म हजुरहरूको लागि चाहिँ म पढेर सुनाइदिनेछु अनि यो हेरेर अनि हजुरले पनि आफ्नो जीवनमा लागू गर्न सक्नुहुनेछ। यसमा चाहिँ 9 पदमा चाहिँ यसरी लेखेको छ, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईको नाउँ पवित्र होस्। 10 मा लेखेको छ, तपाईको राज्य आओस्, तपाईको इच्छा स्वर्गमा जस्तो होस् त्यस्तै यस पृथ्वीमा पुरा होस्। 11 मा हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। 12 मा हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्नो अपराधीहरूलाई क्षमा गरेका छौँ। 13 मा हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम महिमा सदा सर्वदा तपाईकै हुन्, आमेन। यसरी चाहिँ हामीलाई प्रभुले प्रार्थना गर्न सिकाउनु भएको छ अनि यो प्रार्थना हामी सबैले गर्नु होला भन्न चाहन्छु। धन्यवाद सबैलाई, जय मसीह। यदि यो मेरो भिडियो मन परेमा तपाईहरुले लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गरिदिनु होला ताकि यस्तै जानकारीमूलक भिडियोहरू यस्तै पवित्र बाइबलदेखि नै म फेरि ल्याउने छु। सबैलाई जय मसीह, धन्यवाद।